हेलो गाइज वेलकम टू द न्यू भिडियो। सो गाइज आजको यो भिडियोमा हामी डिस्कसन गर्छौं क्लास 10 को वेब च्याप्टरको एउटा धेरै इम्पोर्टेन्ट टपिक्सको बारेमा, जुन टपिकसँग रिलेटेड धेरै क्वेशन्सहरु पनि सोधेको हुन्छ। खास गरेर हामीलाई डायग्रामेटिक क्वेशन्सहरु सोधेको हुन्छ हैन। त्यो टपिकको बारेमा आज हामी डिस्कसन गर्छौं र यो टपिक बुझिसकेपछि हामी टोटल इन्टर्नल रिफ्लेक्सन के हो त्यो बुझ्न सक्छौं। त्यसपछि हामी प्रिज्मसँग रिलेटेड रे डायग्राम्सहरु सोल्भ गर्न सक्छौं, जुन कि एउटा फिक्स छ, एक्जामिनेसनमा आउँछ त आउँछ नै। त्यही भएर भिडियोलाई एकदम लास्टसम्म हेर्नु होला गाइज। ओके, सो विदाउट वेस्टिङ टाइम लेट्स स्टार्ट द भिडियो। सो हाम्रो टपिक रहेको छ गाइज क्रिटिकल एंगल। यो क्रिटिकल एंगल भनेको के हो त्यो कुरा बुझ्नु पर्यो र क्रिटिकल एंगल बुझिसकेपछि हामीले टोटल इन्टर्नल रिफ्लेक्सन के हो त्यसलाई पनि बुझ्नु पर्यो। दुवै हामी सँगसँगै आजको यो भिडियोमा डिस्कसन गर्छौं। सो हेर्नुस्, क्रिटिकल एंगल बुझ्नु भन्दा पहिला हामीले रिफ्र्याक्सन बुझ्नु पर्छ। रिफ्र्याक्सन हामीले पढेको हुनुपर्छ र रिफ्र्याक्सन हामीलाई थाहा छ कि लाइट जब एक मिडियमबाट अर्को मिडियममा जान्छ तब रिफ्र्याक्सन हुन्छ है। त कुन कन्डिसनमा रिफ्र्याक्सन हुन्छ, कुन कन्डिसनमा क्रिटिकल एंगल क्रिएट हुन्छ त्यो कुरा बुझ्नु पर्यो। र खास गरेर क्रिटिकल एंगल बुझ्नको लागि हामीले बुझ्नु पर्यो कि लाइट रे डेन्सर मिडियमबाट यदि रेयर मिडियममा गयो भने के हुन्छ। मानिहाल्नुस् मैले यहाँनिर डेन्सर मिडियम लिए, यो हाम्रो डेन्सर छ र यो हाम्रो के छ त रेयर मिडियम छ। अब लाइट पास भइरहेछ सपोज डेन्सर मिडियमबाट कहाँनिर त रेयर मिडियममा। अब हामीले पढेका छौं कि लाइट यदि डेन्सर मिडियमबाट रेयर मिडियममा जान्छ भने त्यो यहाँनिर एउटा नर्मल क्रिएट हुन्छ। र हामी पढेका छौं कि लाइट डेन्सर मिडियमबाट रेयर मिडियममा गयो भने यो नर्मलबाट के हुन्छ, टाढा जान्छ। यसको जाने बाटो त यो हो, तर यो बाटोमा नगएर यो यहाँबाट अलिकति के हुन्छ त बेन्ड हुन्छ। तर बेन्ड कहाँ हुन्छ, नर्मल भन्दा टाढातिर। ओके, यो डेन्सर मिडियम र रेयर मिडियममा को कन्डिसन हो जब लाइट डेन्सर मिडियमबाट रेयर मिडियममा गयो। अब यहाँनिर कुनै न कुनै एंगल अफ इन्सिडेन्स क्रिएट हुन्छ र यहाँनिर यो जुन एंगल बन्छ यो एंगल अफ के हो, रिफ्र्याक्सन हो। यो कन्डिसनमा एंगल अफ इन्सिडेन्स एंगल अफ रिफ्र्याक्सन भन्दा के हुन्छ त सानो हुन्छ। त्यो कुरा बुझ्नु पर्यो। अब मैले एउटा अर्को कन्डिसन क्रिएट गरे, हेरिहाल्नुस्। जस्तै फेरि लाइट डेन्सर मिडियमबाट रेयरमा गयो। अब यो जुन इन्सिडेन्ट छ एंगल अफ इन्सिडेन्स यसलाई म अलिकति बढाइरहेको छु है। जस्तै मानिहाल्नु अलिकति यो लाइट के भयो त अब यो भन्दा टाढा भयो, यानी कि यसको एंगल अफ इन्सिडेन्स अलिकति यो भन्दा टाढा भयो। अब यो यसको एंगल अफ इन्सिडेन्स यसको कम्पेरिजनमा अलिकति बढी भयो भने झन् लाइट यो भन्दा धेरै टाढा जान्छ कि जाँदैन, अझै अलिकति बेन्ड हुन्छ, धेरै बेन्ड हुन्छ नै। किनकि यसमा एंगल अफ इन्सिडेन्स जति छ त्यो भन्दा यसमा एंगल अफ इन्सिडेन्स मैले अलिकति के गरेको छु, बढाएको छु। यहाँनिर लाइट अलिकति झन् नर्मल भन्दा टाढा बेन्ड हुन्छ। यहाँनिर फेरि रिफ्र्याक्सन हुन्छ, यसले हामीले रिफ्र्याक्सन र यो हाम्रो के हो त नर्मल। यसमा पनि के भयो त एंगल अफ इन्सिडेन्स र एंगल अफ रिफ्र्याक्सन, यानी कि एंगल अफ इन्सिडेन्स यसमा फेरि एंगल अफ रिफ्लेक्सन भन्दा के भयो अलिकति सानो भयो। अब म के गरिरहेको छु हेर्नुस्, एउटा यस्तो कन्डिसन क्रिएट गराइरहेको छु जहाँनिर लाइट यो भन्दा पनि अलिकति एंगल बढी बनाएर यसरी गयो। मानिहाल्नुस् यो कन्डिसनबाट यसरी आयो। अब यसको जुन एंगल अफ इन्सिडेन्स छ यो भन्दा पनि ठूलो छ। यसमा आए थियो धेरै सानो थियो, यसमा अलिकति एंगल अफ इन्सिडेन्सले हामीले के गरे, बढाए, यसमा झन बढाए। यो लाइट जुन यहाँबाट निस्किन्छ यो त झन तल जान्छ, यानी कि झन नर्मलबाट के हुन्छ, टाढा भाग्छ। अब मानिहाल्नु यो एकदम टाढा भागेर यस्तो भागिहाल्यो, यो जाने बाटो यो हो तर यो बाटो नगएर एकदम बेन्ड भयो। यहाँनिर फेरि यो लाइट के भयो त रिफ्र्याक्ट भयो, यो एंगल अफ यसको रिफ्र्याक्सन भयो र यो के भइहाल्यो त नर्मल भयो। अब म के गरिरहेको छु, एउटा कन्डिसन अर्को लिइरहेको छु, लास्ट कन्डिसन हेर्नुस्। यहाँनिर फेरि लाइट अब यो भन्दा पनि एंगल अफ इन्सिडेन्स बढी भएर लाइट गयो। मानिहाल्नुस् यो यसको नर्मल बन्यो। अब यहाँबाट लाइट गयो है, यो सब लाइट गइरहेछ, बुझ्नु होला। अब यो यसको फेरि यो एंगल अफ इन्सिडेन्स हो र यो एंगल अफ इन्सिडेन्स यो भन्दा पनि के भयो, ठुलो भयो। लाइट यो जुन हरिजन्टल सर्फेस छ हाम्रो यसबाट यसरी जान्छ, हेर्नुस् त जान्छ कि जाँदैन, यानी कि हरिजन्टल सर्फेसको टच गरेर जान्छ। यो जुन हरिजन्टल सर्फेसलाई टच गरेर जायो गयो यसलाई हामीले भन्ने गर्छौं यसको प्रोपर्टीलाई ग्रेजिङ इमर्जेन्स। के भन्ने गर्छौं त ग्रेजिङ इमर्जेन्स। र यो कन्डिसनमा के छ कि एंगल अफ इन्सिडेन्स यति नै हामीले बढाइदिएका छौं
कि लाइट यो हरिजन्टल यो जुन सर्फेस छ यो सर्फेसलाई टच गरेर गइरहेको छ, यानी कि नर्मल र यो रिफ्र्याक्टेड रे को बीचमा यहाँनिर टोटल एंगल कति बनिरहेछ 90 डिग्री बनिरहेछ भने यही जुन एंगल बनेको छ यो जुन एंगल अफ इन्सिडेन्स बनेको छ जसले यहाँनिर ग्रेजिङ इमर्जेन्स क्रिएट गराएको छ यही एंगल अफ इन्सिडेन्टलाई हामीले भन्ने गर्छौं क्रिटिकल एंगल है। सिम्पल मिनिङमा क्रिटिकल एंगल भनेको के हो भने कि त्यो एंगल जसको कारणले गर्दाखेरि लाइट डेन्सरबाट जब रेयर मिडियममा गयो रेयर मिडियममा गएको रिफ्र्याक्टेड रे यो हरिजन्टल सर्फेसलाई टच गरेर गइरहेको छ भने यो एंगललाई यो जुन एंगल अफ इन्सिडेन्स भयो यसैले हामीले के भन्ने गर्छौं त क्रिटिकल एंगल भन्ने गर्छौं। ठीक छ, एकदम सिम्पल छ। सिम्पल तरिकाले यसलाई हामीले के गर्ने गर्छौं त बुझ्ने गर्छौं। सुरुको कन्डिसन्समा लाइट अलिकति नर्मल भन्दा सानो भयो त यानी कि नर्मल को क्लोज छ त यो नर्मल भन्दा बेन्ड भएर गयो त यो यसमा रिफ्र्याक्सन भयो। यसमा अलिकति एंगल अफ इन्सिडेन्स मैले बढाए त लाइट झन बेन्ड भयो। यसमा अलिकति बढाए झन यो के भइरहेको छ यो जुन हरिजन्टल सर्फेस छ यसको क्लोज हुँदै आइरहेछ र लास्टमा मैले के गरे त यति नै एंगल बढाइदिए एंगल अफ इन्सिडेन्स जसको कारणले गर्दाखेरि रिफ्र्याक्टेड रे यो हरिजन्टल सर्फेससँग के भएर गयो त टच गरेर गयो। त यही जुन एंगल अफ इन्सिडेन्स छ जसले गर्दाखेरि रिफ्र्याक्टेड रे यो हरिजन्टल सर्फेसलाई टच गरेर गइरहेको छ त्यसैलाई नै हामीले के भन्ने गर्छौं त क्रिटिकल एंगल भन्ने गर्छौं। ठीक छ, सिम्पल मिनिङ भयो। अब यही क्रिटिकल एंगल वाला कन्डिसन्सलाई म अलिकति फेरि बढाइरहेको छु हेर्नुस् यहाँ। जस्तै अब यसभन्दा पनि झन मैले एंगल अफ इन्सिडेन्स बढाइदिए भने के हुन्छ होला माने अनु लाइट यसरी आयो जसको कारणले गर्दाखेरि यो एंगल अफ इन्सिडेन्स जुन छ यो भन्दा पनि ठूलो छ यानी कि क्रिटिकल एंगल भन्दा पनि ठूलो छ। त लाइट त क्रिटिकल एंगलमा हुँदाखेरि यो हरिजन्टल सर्फेसलाई टच गरेर गइरहेको थियो है। अब यसको एंगलमा झन बढाउँछु त यो लाइट जुन बेन्ड भइरहेछ यो झन यो सर्फेसमा यसरी आउँछ कि आउँदैन रिफ्लेक्ट भएर यानी कि डेन्सर मिडियमबाट गएको थियो रेयरमा र यो डेन्सर मिडियममा नै के भइहाल्यो रिटर्न भइहाल्यो। यानी कि हामीले भनेका छौं कि जुन मिडियमबाट गयो त्यही मिडियममा आयो भने त्यसलाई हामीले भन्ने गर्छौं कि रिफ्लेक्सन। के भन्ने गर्छौं रिफ्लेक्सन। यो जति रे अफ लाइट गए थियो डेन्सरबाट रेयरमा त्यतिकै रे अफ लाइट यहाँबाट के भयो रिटर्न भयो। त्यही भएर यसलाई हामीले भन्ने गर्छौं टोटल इन्टरनल रिफ्लेक्सन। यो मिनिङ हाम्रो के को भइहाल्यो त टोटल इन्टरनल रिफ्लेक्सन को। यानी कि कुन कन्डिसनमा टोटल इन्टरनल रिफ्लेक्सन हुन्छ जब एंगल अफ इन्सिडेन्स ग्रेटर देन के हुन्छ क्रिटिकल एंगल हुन्छ। जब एंगल अफ इन्सिडेन्स ग्रेटर देन क्रिटिकल एंगल हुन्छ त्यो कन्डिसन्समा टोटल इन्टरनल रिफ्लेक्सन हुने गरिन्छ। ठीक छ, यो धेरै इम्पोर्टेन्ट टपिक्स हो। अगाडि हामीलाई प्रिज्मसँग रिलेटेड यदि हामीलाई डायग्राम बनाउनु पर्छ भने त्यसको लागि यो कन्सेप्ट हामीलाई धेरै धेरै के हुन्छ त इम्पोर्टेन्ट हुन्छ। यो बिना अगाडिको हामीले यो जुन प्रिज्मको रे डायग्रामहरु छ त्यो गर्नेवाला छैनौं। त्यही भएर यसलाई कन्सेप्ट बुझ्नु पर्यो। फेरि बुझी यसलाई एकचोटी अझै हेरिहाल्नु कि जुन कन्डिसन्समा एंगल अफ इन्सिडेन्स क्रिटिकल एंगल भन्दा बढी भइहाल्यो त्यो कन्डिसन्समा लाइट जुन मिडियमबाट जान्छ डेन्सरबाट रेयरमा त्यही मिडियममा त्यो के भइहाल्छ त रिटर्न हुन्छ र त्यही फेनोमेननलाई हामीले भन्ने गर्छौं टोटल इन्टरनल रिफ्लेक्सन। क्लियर छ? अब कुरा आउँछ यो क्रिटिकल एंगल कसरी निकाल्ने हैन। त क्रिटिकल एंगल को हेर्नुस् क्रिटिकल एंगल को युनिट गरिन्छ सी ले र यसको फर्मुला छ। यसको फर्मुला के छ भन्दाखेरि 1 बाइ रिफ्र्याक्टिभ इन्डेक्स अफ डेन्सर मिडियम टू रेयर मिडियम। ओके, डेन्सर मिडियम टू रेयर मिडियम यानी कि जुन पनि मिडियम हामीले दिएको छ डेन्सर रेयर एयर वाटर भइहाल्यो एयर ग्लास भइहाल्यो एयर डायमन्ड भइहाल्यो है त्यो कन्डिसन्समा त्यसको रिफ्र्याक्टिभ इन्डेक्स हामीले के गर्नुपर्छ त निकाल्नु पर्छ
त्यो डेन्सर र रेयरको रेस्पेक्टमा र त्यसमा 1 ले डिभाइड गरिदिने हाम्रो सी यानी कि क्रिटिकल एंगलको के हुन्छ त भ्यालु निस्किन्छ। यो त हामीले याद पनि गर्न सक्छौं, याद छैन भने हामीले बुकबाट लिएर अलिकति हेर्नुपर्ने हुन्छ है। सो आज यति कन्सेप्ट क्लियर गरौँ। नेक्स्ट भिडियोमा हामीले के गर्छौं भन्दाखेरि यो रे डायग्राम जुन प्रिज्मसँग रिलेटेड छ त्यसको बारेमा डिस्कसन गर्छौं है त। तबसम्मको लागि